हेलो एभ्रिवान, आज चाहिँ मैले गाजरको रेसिपी लिएर आएको छु हैन। गाजरको हलुवा, किनभने खाजा के खाने हुन्छ, सो आज चाहिँ मैले गाजरको हलुवा बनाऊँ कि भनेर सोचेँ, किनकि गाजर घरमा थियो। यसलाई चाहिँ मैले राम्रोसँग धोई पखालिकन कोरेसोमा कोरेर यतिको बनाएको छु र यसलाई चाहिने सामग्रीहरू पनि रेडी बनाएकी छु है त। जस्तै मैले लिएँ हैन, थोरै घिउ लिएँ, 2 चम्चा जति घिउ लिएँ। त्यसपछि ड्राई फ्रुटलाई चाहिँ मैले मसिनो पारेर काटेर यतिको बनाएर राखेको छु। साथमा मैले 4-5 चम्चा चिनी पनि लिएँ र साथमा दुध पनि लिएको छु 1 ग्लास जति। र यस सबैलाई मैले साथमा गाजर र मैले कुकर बसालिसकेर कुकरमा आइरहेको घिउ राखेँ र घिउलाई मजाले ताप्न दिएँ र गाजर हालिदिएँ। गाजर पनि मैले 4-5 मिनट मजाले पकाएँ। त्यसपछि मैले यसमा ड्राई फ्रुट हालिदिएँ। त्यसपछि ड्राई फ्रुटलाई पनि मजाले चलाएर पकाइसकेपछि हैन, यसमा चाहिँ मैले 1 ग्लास दुध एड गरेँ। त्यसपछि यसलाई राम्रोसँग पकाउने र मजाले सिटी लगाइदिने। हजुरहरूले चाहिँ यसलाई प्यानमा पनि पकाउन सक्नुहुन्छ। मैले चाहिँ छिटोको लागि चाहिँ यसलाई सिटी लगाउने विचार गरेँ। ल हेर्नुहोस् त, यो गाजर लगभग 10-15 मिनट पकाएपछि रेडी भयो। यतिको भएको छ। हजुरहरूलाई पनि मन परेमा बनाएर खानुहोला। यो भिडियो मन परे लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।